के अरे सरी कागतीको अचार बनाउन लाग्यो खाँदेर है त। यहाँ यति छ, काटेको यति छ, यहाँ काट्दैछु। काटेर चाहिँ नि कति हुन्छ कागतीको अचार च्याट्ट बनाउनु पर्छ साथीहरू है त। यहाँ दामी पाराले छ, यहाँ काट्दैछु अरू है साथीहरू। ल है साथीहरू, कागती चाहिँ काटेर भ्याइयो। ल अब चाहिँ चट्ट यसलाई एकदम चट गरेर है साथीहरू मसला बनाएको मसला चाहिँ मिलाएर डब्बामा खाँदैन यो सिझाए बोतलमा है। साथीहरू यसरी चाहिँ नि कागतीलाई काटेर सुकाउन पर्यो। एक घाम यस्तो अलिअलि बोइलाए जस्तो हुनु पर्यो कि। चाहिँ यो घरमै फलेको कागती हो, धेरै त छैन, यति त्यही पनि चाख्नलाई बनाऊँ भनेर साथीहरू। ल यति छ साथीहरू, नाङ्लोमा सुकाएको यति छ सुक्कोमा। ल साथीहरू यता चाहिँ नि दुई प्रकारको तोरी, यसमा दुईटामा जुन तोरी हाले पनि हुन्छ, तर कालो तोरी चाहिँ राम्रो हुन्छ अचारको लागि है, बाँकी आफ्नो आफ्नो मर्जी। यता चाहिँ धनियाँ, यता चाहिँ जिरा, यता चाहिँ मेथी, रातो खुर्सानी हाल्ने हो, रातो खुर्सानी पाउडरमा हाल्ने हो है साथीहरू। बस मैले सादा सिम्पल धेरै पिरो पनि बनाउँदिनँ, यस्तै खाले आफूको अचार घरमा खानको लागि बनाउने हो है त साथीहरू। ल बाँकी अगाडिको प्रोसेस गर्दै गरौँ है। अब यसलाई चट्ट भुट्ने हो, अलिअलि हल्का भुटेर अनि पिसिने हो। सिलौटामा पिसिने भयो, मिक्सरमा पिसिने पनि भयो, हजुरहरूको मर्जी। अब मैले यसलाई मिक्स गरेँ है। ल है साथीहरू, यो चाहिँ सट्ट यसरी हल्का आँचमा भुटिँदैछ। तल ग्यास जलिएको छ, भइहालौँ। हल्का हल्का पिर गर्न थालेको छ त्यो रेले है त। ल साथीहरू यो भाँडो भयो, यो चाहिँ सिसा है राख्नलाई। यता कागती, यसलाई चाहिँ अब भाँडा हालिदिन्छु है। अब हामीलाई पनि रहिसक्यो, यस्तरी चाहिँ हालिदिएपछि यसलाई उमालेर पनि बनाउँछन्, तर म उमालिँदा कि किन भन्दा यो हप्ता 10 दिनमा खाइहाल्ने चिज हो, त्यही भएर धेरै बेर गर्नु परेन कि यसलाई, धेरै मेहनत गर्नु पर्ने भनौँ न, सर्टकट। यो तत्दैछ, यता चाहिँ नि तेल तत्दैछ। मैले तेल चाहिँ सनफ्लावरको हालेँ, अब हालेँ त तोरीको तेल हो, तर यो जुन तेल हाल्दा पनि फरक चाहिँ पर्दैन है फेरि। ल यता साथीहरू ओइको मसला चाहिँ यसरी पिसियो है, एकदम दरदरा खस्रो पिस्नु पर्यो कि है त। अब चाहिँ यहाँ मैले नुन हालेँ, बेसार हालेँ, अनि रातो खुर्सानीको धुलो हालेँ, तर यो कलरको लागि होइन, स्पाइसीको लागि, पिरोको लागि है साथीहरू। अनि यहाँ तेल ताप्दैछ, अब चाहिँ नि यसलाई त्यहीमा मिक्स गरिदिने है। तेल चाहिँ मैले तताएर हल्का चिसो बनाएको छु, यसलाई चाहिँ नि माथिबाट अब यो मिक्स गर्नु पर्यो साथीहरू। दामी कलर आएको छ, यो लाइटले गर्दा कलर पनि देखिएन कि, अलिक कालो देखियो, तर यहाँले यसरी हेर्दा चाहिँ राम्रो देखियो। रहेछ साथीहरू, फोकसले हाल्नु है, फोकसले हाल्दा नि कालै देखिन्छ, माथि लाने बल्ल
पहले देखिए तल दिखला नहीं काले देखिए ल साथीहरू बल्ल कलर आयो होला त दामी पारेको कलर आयो नि त देख्दै खाम जस्तो कलर आयो नि साथीहरू मस्त कलर आयो ल अब चाहिँ यो सिसीमा हाल्ने है साथीहरू सिसीमा हालेर टक्कै गरी भोरेर सिल प्याक गरेर राख्ने साथीहरू चट्ट घरमा खानाको लागि यति अचार चाहिँ बनाएँ मैले आज ल कसलाई मनपर्छ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु है साथीहरू थ्याङ्क यू साथीहरू ल